भाइ टिकाको लागि तयारी हुँदै मण्डप यसरी गोबरले लिपेर मण्डप सजिलै छ मण्डप सदस्य सहित हाम्रो चाहिँ यहाँ अब टिकाको लागि सुरु भइसकेको छ यहाँ दियो गणेश कलश अब यहाँ जेठो मान्छेबाट सुरु हुँदैछ यसरी हामीले चाहिँ मण्डप सजाएर राखेका छौँ यसरी यहाँ एउटा ओछ्यान नै पुगेन त उपहारको सामानहरू चाहिँ यता छ यसरी राखेको छक्कला र मिलाएर होममेड लड्डु हामी चाहिँ रेडी भइसकेको छौँ फुल नेवारी ड्रेसमा हामीले चाहिँ पूजा सुरु भइसक्यो यहाँबाट अब यहाँसम्म सुरु भइसकेको दिपिसाको पछाडिबाट चाहिँ यस्तो गर्नु पर्थ्यो सुरु भइसक्यो दिपिसाको सक्यो तीनटा भयो तीनटा लाइन अब हाम्रो टर्न होला नि त उता अब तेल लगाइदिए दिपिसा सबैजनाले यस्तो कानमा यो चाहिँ बाङ्गो लगाइ चाहिँ होला यो चाहिँ बाङ्गो लगाइ चाहिँ त्यहाँ लतपत नरी लाने फेरि त्यो टिका तल राख्ने ठ्याक्कै यस्तो मुनि च्यापेको मैले लुगाभरि झर्दो रहेछ कि त्यो टिकाहरू देखिया छ है झन् बिग्रिन्छ त्यो थपी गऱ्यो आहा दिपिसा विवेक दादा लगाइदिएको हो त्यो उस भएछ नि यहाँ थियो नि त त्यो सुकेछ उनी लगाइदिएछ यता नेवारीहरू यता नेवारीहरू माला लगाउन सुरु हुँदै भयो त्यो दहीले राइछ त दही के दहीमा नि फुल परेछ दिएन छट्ला नि माछा माछा चाहिने मान्छे को हो यता खै बडाले नि आएन त यहाँ त फेरि खै खै सानीले बाटो छोड्नु पर्यो अब यहाँ यता दही सिद्धिसक्यो एक ग्लास सक्यो फाल्दिएँ मैले यसरी अब दुईटा जति ड्याङ्गी आन बल्ला र हार्की जसलाई धेरै दाजु भाइ हुनेको चाहिँ यहाँ गाह्रो छ फुट्यो कस्तो छनी बिरी भयो त ल यसो छ
भ्याइ नभए छ है आइन खानालाई अम्बीले समाते हुन्छ दिदीलाई ए आइ के भन्नु